प्रकारले भने अलिकति नमस्कार, म ज्योतिष गुरु आचार्य महेश पौडेल यहाँको समक्षमा 2082 सालको समग्र वार्षिक राशिफल लिएर आएको छु। के कस्ता योगहरू बनेका छन्, के कस्ता प्रभावहरू बनेका छन् मिथुन राशि वाला जातकहरूका लागि 2082 साल कस्तो प्रकारको जान्छ, के कस्ता कुराहरूमा सावधानी अपनाउनुपर्छ र कहाँ भाग्यले साथ दिइराखेको छ, कुन दिशा तपाईको लागि लाभदायक रहन्छ, कुन क्षेत्र तपाईको लागि विशेष लाभदायक बनेका छन् र कुन क्षेत्रहरूमा तपाईले क्षेत्रमा सावधानी अपनाउनु पर्छ र शारीरिक पीडादायक महिनाहरू के कस्ता रहन्छन्, यी तमाम कुराहरू यहाँहरूको समक्षमा राख्दछु। ध्यान दिएर सुन्नुहोला। मिथुन राशिवाला जातकहरूका लागि यस वर्षमा 3 महत्त्वपूर्ण ग्रहहरूको राशि परिवर्तन पनि हुँदैछ। त्यसको इफेक्ट र प्रभाव के कस्ता पर्छन् ध्यान दिएर सुन्नुहोला। 3 कुन विशेष ग्रह हुन् भन्दा एउटा हो बृहस्पति, सबभन्दा ठुलो ग्रह बृहस्पति देव ग्रह। त्यस्तै प्रकारले शनि ग्रह जो कर्मको कारक मानिन्छ, न्यायको कारक मानिन्छ, त्यसको परिवर्तन वैशाख महिना। अर्को महत्त्वपूर्ण ग्रह राहुको पनि परिवर्तन हुँदैछ। त्यसको असर पनि के कस्ता पर्छन् यहाँहरूमाथि ध्यान दिएर सुन्नुहोला। आउनुहोस् मिथुन राशिको बारेमा भन्नुभन्दा पूर्व मिथुन राशिलाई बुझौँ। यो राशि समग्रमा बुधत्व राशि हो, बुध ग्रहको राशि हो, जस कारणले गर्दा फेरि मिथुन राशिको राशि स्वामी बुध ग्रह बन्ने गर्दछन्। बुध ग्रहको विशेष प्रभाव तपाईमाथि बन्ने गर्दछ। तदनुसार पनि मिथुन राशिवाला जातकहरूका लागि समग्र महिना किन महत्त्वपूर्ण छन्, मेषबाट यहाँहरूका लिएर मीन अर्थात् वैशाखदेखि लिएर चैत्र महिना पर्यन्त समग्रमा पहिलो स्थिति यहाँहरूको लागि भूलाभम बन्छ। मिथुन राशिवाला जातकहरूका लागि प्रोपर्टीमा वृद्धि, भूमिमा वृद्धि, पदोन्नति आदिका योग देखिएका छन्। एउटा पोजिटिभ पोइन्ट पनि हो र साथसाथै वाहनादि लाभका योग पनि बनिराखेका छन्। केही आफ्नो वाहनहरूमा चेन्जेस लिएर आउन सक्नुहुन्छ, चेन्ज गर्न सक्नुहुन्छ या कुनै खरिद गर्न सक्नुहुन्छ। यो एउटा अवसर समग्रमा रहेको हुनाले पनि मिथुन राशिवाला जातकहरूकाबाट वाहनादि खरिद गर्यो भने पनि लाभ रहन्छ। यदि घरमा अरू कोही बच्चाहरू पनि छन् भने या जसको मिथुन राशि छ भने पनि खरिद गरिदिँदा उहाँहरूको नामबाट खरिद गरेको वाहनले अझ यहाँहरूलाई अझ राम्रो योगहरू बनाउँदै जान्छ। मिथुन राशिवाला जातकका लागि किन परिवर्तनका प्रभाव रहेको छ? एक त यहाँहरूको कर्मक क्षेत्रमा शनिको प्रभाव आउँछ। कर्मक क्षेत्रमा जब शनिको प्रभाव आउँछ नि त कर्मलाई वृद्धि गरेर जान्छ, कर्मक क्षेत्र मजबुत भएर जान्छ। कर्मक क्षेत्र जहाँ अहिलेको स्थितिलाई राहुले हेरिराखेको छ, 2081 सालमा कर्मक क्षेत्रलाई राहुले हेरेको थियो भने 2082 सालमा कर्मक क्षेत्रलाई लिड गर्ने ग्रह भनेको चाहिँ शनि हुने गर्दछ। जबकि शनिको स्थितिले तपाईलाई पूर्णतः सफलतातिर अग्रसर बनाउँछ। राहुको प्लेसमेन्ट फेरि भाग्य स्थानमा हुन्छ, जस कारणले गर्दा फेरि केही परिश्रम अन्य व्यक्तित्वभन्दा अधिक मात्रामा गर्नुपर्छ। तपाईले आफ्नो पुरा वर्ष पर्यन्त आलस्यतालाई परित्याग गर्ने, अल्छीपनलाई परित्याग गर्ने। मिथुन राशिवाला जातकले ध्यान दिनु होला, अल्छीपनलाई परित्याग गर्ने र परिश्रममा वृद्धि गर्ने, केही परिश्रम बढाउने। किन भन्दा भाग्यस्थानमा राहु आयो भने राहुले अलिकति धेरै समय लिने गर्छ, जस कारणले गर्दा फेरि पनि तपाईको लागि यहाँ एउटा योग सृजना हुने गर्दछन्। परिश्रम अधिक गर्नु होला। त्यस्तै प्रकारले भने तपाईका लागि अर्को प्रभाव रहन्छ बृहस्पति गोचर गरेर लग्नस्थ शिरको भागमा आउने गर्दछ। जब शिरको भागमा बृहस्पतिको समग्र प्रभाव रहने गर्दछ नि, जस कारणले गर्दा देवत्व प्राप्ति हुन्छ, अर्थात् कार्यक्षेत्रमा शुभत्व प्राप्ति हुन्छ। अब भाग्य वृद्धिका योग बनेका छन्। तर जब बृहस्पतिको प्रभाव आउन साथ केही अनावश्यक यात्राहरू बढेर जान्छ, जो यात्राले तपाईलाई लाभ दिँदैन।
कहीँबार ती यात्राहरू खर्चिलो हुन्छन्, कहीँबार ती यात्राहरू विशेष अर्थविहीन हुन्छन्। त्यस्ता यात्राहरूलाई सावधानीपूर्वक यहाँहरूले विचार पुर्याएर यात्रा गर्नुपर्छ। शिक्षा क्षेत्र, मिथुन राशिवाला जातकका लागि शिक्षा क्षेत्रलाई कमजोरी बनाएको छ। यदि यहाँहरू विद्यार्थी वर्ग हुनुहुन्छ या एजुकेसनमा रत भइराख्नु भएको छ भने शिक्षा क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। जति मेहनत तपाईँले गर्नुहुन्छ शिक्षक क्षेत्रलाई त्यति तपाईँले इग्नोर गरिराखेको हुन्छ, जस कारणले गर्दा फेरि केही न केही तपाईँलाई समस्याहरू आफ्नो पढाइ लेखाइ या एजुकेसनलाई लिएर बन्ने गर्दछ। यो कुरालाई विशेष यहाँले ध्यान दिनुपर्ने हुन्छ। र पारिवारिक स्थिति भने तपाईँका लागि सुधारतिर उन्मुख भएर जान्छन्। 2082 सालमा पारिवारिक स्थितिहरू मजबुत हुन्छ, केही हर्ष उल्लास बढेर जान्छ, केही प्रेम सम्बन्धतामा माधुर्यता आउँछन्। त्यस्तै प्रकारले केही माङ्गलिक शुभ समाचारका योग पनि 2082 सालमा तपाईँलाई देखाइराखेका छन्। 2082 सालमा विशेष लाभ जो वैवाहिक स्थितिमा बाँधिनु भएको छ या सन्तानादिका कामना गर्नुभएको छ भने सन्तानका योग बनिराखेका छन्। त्यस्तै प्रकारले भने अलिकति सावधानी, चोटपटक लाग्न सक्छ। चोटपटक आदि अलिकति लाग्न सक्ने स्थिति भएको हुनाले वाहन आदि चलाउँदा फेरि सावधानी अपनाउनुपर्छ। सावधानी त हामी यसै पनि अपनाउनुपर्छ, तर तापनि त्यो बाहेक पनि अलिकति धेरै नै ध्यान दिने। स्मरण भने हनुमानजीको गर्ने, हनुमानजीको स्मरण गरेर वाहन आदिहरू चलाउनु पर्ने हुन्छ। त्यस्तै प्रकारले भगवती दुर्गाको स्मरण र भगवान शङ्करको स्मरण पनि मिथुन राशिवाला जातकका लागि आवश्यक देखिएका छन्। समग्र महिनामा यहाँहरूलाई विशेष केही हानिकारक महिनाहरू म बताउँदछु। यहाँहरूलाई जेठ महिना हानिकारक रहन्छ, सावधानी अपनाउनु होला। त्यस्तै प्रकारले भने माघ महिनामा पनि केही कष्ट बन्न सक्छन्। त्यस्तै प्रकारले भने मङ्सिर महिना पनि शारीरिक स्थितिको लागि अलिकति ध्यान दिनुपर्ने महिना हो र साथसाथै आषाढ महिना पनि यहाँहरूका लागि शारीरिक परिस्थितिहरू, शारीरिक व्यवधानहरू, केही मानसिक तनाव पनि बढ्न सक्ने सम्भावना रहेको हुनाले यी महिनाहरूमा सावधानी अपनाउनुपर्छ। ऋण आदि लिँदा या कसैलाई धन आदि दिँदा पनि विचार पुर्याउनु पर्ने हुन्छ। अन्य स्थिति भने तपाईँका लागि मजबुत रहेका छन् र साथसाथै शुभ दिशा उत्तर र पूर्व दिशा तपाईँका लागि यो वर्ष पर्यन्त लाभदायक दिशा मानिएको छ। शुभ अङ्क 3 र 1 अङ्क तपाईँको लागि भाग्य वृद्धि कारक अङ्क मानिएको छ र साथसाथै 10 अङ्क र 5 अङ्कलाई तपाईँले अलिकति विचार पुर्याउनु पर्ने हुन्छ। यी अङ्क हानिकारक अङ्क रहेका हुनाले मिथुन राशिवाला जातकहरूका लागि समग्र स्थितिहरू मैले यहाँहरूका लागि बताएँ र व्यापारिक क्षेत्र पनि यहाँहरूका लागि यसो हेर्दाखेरि व्यापार क्षेत्रलाई अलिकति ध्यान पुर्याउनु पर्ने हुन्छ। यदि कुनै नयाँ व्यापार आयोजना गर्दै हुनुहुन्छ भने यहाँहरूले विशेष गरेर असोज महिनामा व्यापार आरम्भ नगर्नुहोस् र साथसाथै चैत्र महिनामा व्यापारको आरम्भ नगर्नु होला। अन्य महिनाहरू आरम्भ गरेका व्यापार पनि लाभदायक स्थितिमा रहने गर्दछन्। भने मिथुन राशिवाला जातकहरूका लागि समग्र स्थितिहरू मैले यहाँहरूको समक्षमा प्रस्तुत गरेँ। सावधानी अपनाउनुहोस् र साथसाथै अगाडि बढ्नुहोस्। विशेष